Are you ready to turn your study abroad dreams into reality? Welcome to Study Park Education in Bagh Bazaar, Kathmandu, your trusted partner for global education. At Study Park, we offer expert IELTS, SAT, PTE, and Duolingo preparation classes, both online and on site, led by experienced teachers in a warm, supportive environment. Our personalized counseling helps you choose the perfect university in the UK, Canada, Australia, and beyond. Led by Mr. Ram Chetri, our dedicated team has guided over 1,000 students to their dream universities with a proven success rate. Our genuine counseling and tailored guidance make your journey seamless. Don't wait to chase your global education dreams. Join Study Park Education today for world-class preparation and counseling. Visit us at Bagh Bazaar, Kathmandu. Your future starts here. यदि तपाईहरु पनि विदेशमा गई राम्रो युनिभर्सिटी सिलेक्ट गर्न चाहनुहुन्छ भने स्टडी पार्क एजुकेसनलाई सम्झिनुहोस् र बाग बजारमा गई स्टडी पार्क एजुकेसनमा आफ्नो सिट सुनिश्चित गर्नुहोस्। प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई मेरो हार्दिक नमस्कार। म सूरज भट्ट तपाईहरुलाई मेरो एचएसबी सूरज च्यानलमा स्वागत छ। आज हामी यस भिडियोमा क्लास 12 को compulsory English को last important short story, A Very Old Man with Enormous Wings को डिटेल्ड व्याख्या यसको सारांश बारे छलफल गर्नेछौं। यस भिडियोमा सम्पूर्ण इन्फर्मेसन भएको हुनाले यो भिडियो लङ बनेको छ, सो स्किप नगरी हेर्नुहोला किनभने यहाँ तपाईहरुलाई अथेन्टिक र उपयोगी जानकारी दिने मेरो सक्दो प्रयास छ। A+ का लागि पनि डिटेल्ड जानकारी अनिवार्य छ। मन परेमा यस भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्नुहोला। तपाईहरु आरामले भिडियो हेर्दै इम्पोर्टेन्ट पोइन्ट्सहरु नोट गर्न सक्नुहुन्छ। यदि तपाई फर्स्ट टाइम मेरो यस च्यानलमा आउनु भएको छ भने सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नबिर्सिनुहोला। अब ढिलो नगरिकन लागौं आजको इम्पोर्टेन्ट स्टोरी तर्फ। आजको हाम्रो यो इन्ट्रेस्टिङ सर्ट स्टोरी एउटा काल्पनिक कथा हो। Here in this story, the story plot line, characters are fictitious. It is based on fiction. आजको हाम्रो यो संक्षिप्त कथा रहेको छ A Very Old Man with Enormous Wings, अर्थात विशाल पखेटाहरू भएको एक अति नै वृद्ध मानिस। यो कथा कोलम्बियन लेखक ग्याब्रियल गार्सिया मार्केजद्वारा लिखित एउटा संक्षिप्त कथा हो। लेखकको बारेमा कुरा गर्नुपर्दा उहाँ कोलम्बियाका एकजना प्रसिद्ध लेखक थिए। सन् 1982 मा उहाँले साहित्यमा नोबेल पुरस्कार जित्नु भएको थियो। आजको यो रोचक कथा सर्वप्रथम सन् 1968 मा कासा दे लास अमेरिकास नामक पत्रिकामा स्पेनिश भाषामा प्रकाशित गरिएको थियो। केही वर्षहरूपछि यस स्पेनिश कथालाई ग्रेगरी रबासाले अंग्रेजी भाषामा अनुवाद गर्नुभयो र सन् 1972 मा ग्याब्रियल गार्सिया मार्केजको स्टोरी कलेक्सन लीफ स्टॉर्म एन्ड अदर स्टोरीजमा यस अंग्रेजी संस्करणको कथालाई प्रकाशित गरियो। आजको यो कथा म्याजिकल रियलिज्म अर्थात जादुई यथार्थवादमा आधारित कथा हो। यहाँ म्याजिकल रियलिज्म शैलीको प्रयोग गरेर लेखकले यस सम्पूर्ण कथालाई प्रस्तुत गर्नुभएको छ। यो स्टोरी थर्ड पर्सन न्यारेटरले वाचन गर्नुभएको छ। कथाभित्रको कुनै पनि पात्र होइन, कुनै थर्ड पर्सनले यस कथालाई वाचन गर्नुभएको छ। यस कथाको वाचन शैलीमा हामीहरू पूर्ण रूपले म्याजिकल रियलिज्मको प्रयोग भएको भेटाउँछौं। म्याजिकल रियलिज्म एउटा यस्तो लेख्ने अथवा भन्ने शैली हो जसमा यथार्थ र काल्पनिक तत्त्वहरूको एकसाथ प्रयोग गरी घटनाहरू र पात्रहरूलाई ज्यादै वास्तविक र जादुई हिसाबले प्रस्तुत गरिन्छ। ग्याब्रियल गार्सिया मार्केजको लेखन शैलीमा हामी अत्यन्तै सरलता भेटाउँछौं, तर अर्थको कुरा गर्ने हो भने उहाँका कथाहरूमा अर्थ साह्रै गहिरा रहेका हुन्छन्। आजको यो कथा जादुई यथार्थवादी कथा हो जसमा हामी मानव स्वभावसँग सम्बन्धित जिज्ञासा, लोभ, क्रूरता जस्ता पक्षहरू भेटाउँछौं। यस कथाले कमजोर, सहाराविहीन, निर्भर र फरक किसिमका व्यक्तिहरूप्रति समाजको हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरेको छ। मानिसहरूको सोझोपनले मानिसहरूलाई कतिसम्म मूर्ख बनाउँछ भन्ने कुरा पनि यस कथाले प्रस्तुत गरेको छ।
यो कथा एकजना रहस्यमय वृद्ध मानिसको कथा हो जसका विशाल पखेटाहरू रहेका छन्। यो वृद्ध मानिस समुद्री तटमा अवस्थित एउटा गाउँमा देखा पर्दछ। यस कथाले मानिसहरूको अन्धविश्वास, धार्मिक विश्वास र सामाजिक व्यवहारमाथि प्रश्न उठाएको छ। अब सेटिङको कुरा गर्ने हो भने हामीहरू कुनै पनि एक्ज्याक्ट प्रोपर कन्ट्रीको नाम यस कथामा भेटाउँदैनौँ। यो कुनै समुद्री तटमा अवस्थित एउटा गाउँको सेटिङलाई प्रस्तुत गर्दछ जहाँ स्पेनिस भाषा बोलिन्छ। त्यो गाउँमा पनि दुईजना मूल पात्रहरू पेलायो र एलिसेन्डाको घरको आँगनको मूल सेटिङलाई प्रस्तुत गरेको छ। अब थीम्सहरूको कुरा गर्ने हो भने हामीहरू यस कथामा अनेकौं थीम्सहरू भेटाउन सक्छौं, जस्तै अन्धविश्वास र धर्म, भेदभाव, आशा र स्वतन्त्रता। यस पाठमा मलाई मनपर्ने र कथासँग म्याच गर्ने थीम रहेको छ मानव स्वभावसँग सम्बन्धित जिज्ञासा, लोभ र क्रूरता। यी मानव स्वभावसँग सम्बन्धित पक्षहरूलाई हामी यस कथामा भेटाउँछौं। अब मोरल लेसन्सहरूको कुरा गर्ने हो भने हामीहरू यस कथामा सारै उपयोगी मोरल लेसन्सहरू प्राप्त गर्न सक्छौं जुन हाम्रो जीवनका लागि सारै उपयोगी हुन सक्छन्। जस्तै हामीहरूले फरक र कमजोर व्यक्तिप्रति सहानुभूति र स्नेह देखाउनु पर्दछ। लोभ र शोषणले मानवताको क्षति हुन्छ। अब कुरा गरौं यस पाठमा रहेका पात्रहरूको बारेमा। नम्बर फर्स्टमा रहेको छ वृद्ध मानिस। वृद्ध मानिस यस कथाको मूल पात्र हो। यो विशाल पखेटाहरू भएको एकजना रहस्यमय वृद्ध मानिस हो जसलाई हामी अति नै कमजोर र असहाय भेटाउँछौं। र यो वृद्ध मानिस यस कथामा मानिसहरूको क्रूरताको शिकार बन्न पुगेको छ। सेकेन्ड पात्र हो पेलायो। पेलायो पनि यस कथाको मूल पात्र हो। पेलायो एउटा साधारण गाउँले हो जसले आफ्नो घरको आँगनमा एकजना रहस्यमय विशाल पखेटा भएको वृद्ध मानिसलाई भेटाउँछ र उसलाई खोरमा राख्छ। यस कथामा रहेकी अर्की मूल पात्र हुन् एलिसेन्डा। तिनी पेलायोकी श्रीमती हुन्। हामी तिनीमा ज्यादै लोभी प्रवृत्ति भेटाउँछौं। वृद्ध मानिसलाई देखिसकेपछि तिनी यसलाई पैसा कमाउने अवसरको रूपमा लिन्छन्। कथामा फोर्थ नम्बरको पात्रको रूपमा रहनु भएको छ फादर गोन्जागा। उहाँ गाउँका एकजना चितपरिचित फादर हुनुहुन्छ। उहाँ रहस्यमय वृद्ध मानिसलाई स्वर्गदूत अर्थात् एन्जल हो कि होइन भनी जाँच गर्नुहुन्छ। कथामा अर्को पात्रको रूपमा रहेकी छिन् एकजना छिमेकी महिला। यी महिला एकजना अन्धविश्वासी महिला हुन्। तिनी वृद्ध मानिसलाई देख्ने बित्तिकै यो त स्वर्गदूत अर्थात् एन्जल हो भनी बताउँछिन्। यस कथामा अन्तिम पात्रको रूपमा रहेकी छिन् माकुरा महिला। यी कथामा रहेकी एकजना काल्पनिक पात्र हुन्। सम्पूर्णलाई सुनाउनका लागि तिनीसँग एक साह्रै दुःखद कथा रहेको छ जुन तिनकै आफ्नो दुःखद कथा हो र तिनको यो दुःखद कथाले सम्पूर्ण गाउँलेहरूको ध्यान आकर्षित गर्दछ। अब सर्ट इन्ट्रोडक्सनको कुरा गर्ने हो भने हामीहरू यस कथाको सर्ट इन्ट्रोडक्सन यस प्रकार भन्न सक्छौं। This short interesting story, A Very Old Man with Enormous Wings, was written by Colombian writer Gabriel Garcia Marquez. This is a magical realist story. This story was initially written in 1968 in Spanish language. This story is about a mysterious as well as strange-looking old man with enormous wings who appears in Pelayo's courtyard. This person becomes victim of people's cruelty. The themes we find here in this story are human nature-related greed and cruelty. यस प्रकार हामीहरू यस कथाको सर्ट इन्ट्रोडक्सन लेख्न सक्छौं। सर्ट इन्ट्रोडक्सन हामीहरूको आन्सर्सहरूको लागि ज्यादै नै उपयोगी हुन्छन्। यिनीहरूको उपयोग गरी हामी हाम्रा आन्सर्सहरूलाई ज्यादै अथेन्टिक बनाउन सक्छौं। यदि तपाईहरूलाई पनि क्लास 12 को सम्पूर्ण नोट्सहरू जस्तै सर्ट इन्ट्रोडक्सन, लङ समरीज, सर्ट समरीज, अथेन्टिक क्वेशन आन्सरहरू चाहिएको छ भने तपाईहरू मेरो वेबसाइट
एनईबी इंग्लिश सपोर्ट क्लास 12 मा भिजिट गर्नुहोस् र आफ्नो क्लास 12 को एउटा अथेन्टिक नोट कपी तयार गर्नुहोस्। ल अब लागौं हामीहरू आजको यो रोचक कथाको समरीतर्फ। यस कथाको एक्सपोजिसनमा नरेटर अर्थात् वक्ताले हामीहरूलाई एउटा समुद्रको तटमा अवस्थित गाउँको मौसम सम्बन्धी जानकारी दिँदै यस कथाका मूल पात्रहरूले गरेको गतिविधिहरूबारे वर्णन गर्नुहुन्छ। वक्ताका अनुसार 3 दिनको लगातार वर्षाका कारण गाउँको वातावरण निकै उदास र फोहोर बनेको थियो। सायद यो कथा मार्च महिनाको कथा हो। मार्च महिनामा पनि दिनहरूको कुरा गर्ने हो भने त्यस गाउँमा मंगलबार सुरु भएको वर्षा बिहीबारसम्म नियमित रूपले परि नै रहेको थियो। यस कथामा बिहीबारको वर्णन हुँदैछ। समुद्रमा र आकाशमा हेर्ने हो भने एकै रङको धुसुर अर्थात् एश ग्रे कलर जताततै देखिन्थ्यो। समुद्री तटमा र घरका आँगनहरूमा टन्नै हिलोले गर्दा दलदल जस्तै बनेको थियो। जताततै समुद्रको तटीय बालुवामा मानिसहरूका घर घरमा समुद्री किराहरू, गंगेटाहरू अर्थात् क्र्याब्सहरू भरिएका थिए। यस कथाका मूल पात्रहरू पेलायो श्रीमान र एलिसेन्डा श्रीमती निरन्तर रूपमा आफ्नो घरभित्र सरसफाईको कार्यमा व्यस्त थिए। तिनीहरूको घरभित्र 3 दिनको लगातार वर्षाका कारण टन्नै क्र्याब्सहरूले डेरा बनाएका थिए। तिनीहरूको घर जीवित तथा मरेका क्र्याब्सहरूले गर्दा ज्यादै दुर्गन्धित बनेको थियो। तिनीहरूको घरमा लगत्तै जन्मिएको एउटा सानो बालक थियो जसलाई राति उच्च ज्वरो आएको थियो। दुवैजना श्रीमान र श्रीमतीले घरभित्रको दुर्गन्धका कारण बालकलाई उच्च ज्वरो आएको भनी ठानेर निरन्तर रूपमा घरभित्रको सरसफाईको कार्यमा व्यस्त थिए। दुवैजनाले क्र्याब्सहरूलाई छोड्दै मार्दै तिनीहरूलाई समुद्रमा फ्याक्ने कार्य गरिरहेका थिए। त्यस दिन दिउँसोको समयमा पनि निकै डिम लाइट थियो। दिउँसोको समय पनि साँझ जस्तो देखिन्थ्यो। त्यही दिन अपराह्नको समयमा पेलायो समुद्रमा क्र्याब्सहरूलाई फालेर फर्केर आउने क्रममा आफ्नो आँगनको पछाडितिर हिलोमा केही हल्लिरहेको देख्यो र कराइरहेको सुन्यो। जब पेलायो नजिक गयो उसले हिलोमा एकजना अति वृद्ध मानिसलाई देख्यो जसका विशाल पखेटाहरू थिए। त्यस वृद्ध मानिसको पूरा अनुहार हिलोमा गाडिएको थियो र विशाल पखेटाहरू पनि हिलोमा अल्झिएका थिए। त्यो वृद्ध मानिस उठ्ने आफ्नो सक्दो प्रयास गरिरहेको थियो तर त्यसका विशाल पखेटाहरू हिलोमा गाडिएकोले गर्दा उठ्न सकिरहेको थिएन। यस्तो रहस्यमय वृद्ध मानिसलाई देखिसकेपछि पेलायो निकै भयभीत भयो र ऊ त्यहाँबाट सिधै आफ्नो श्रीमती एलिसेन्डालाई डाक्न भनी गयो। त्यतिखेर एलिसेन्डा आफ्नो ज्वरो आएको सानो बालकलाई चिसोपट्टी गरिरहेकी थिइन्। केही बेरपछि दुवैजना बुढाबुढी त्यस ठाउँमा आइपुगे। दुवैजनाले निकै आश्चर्य मानेर त्यस वृद्ध मानिसलाई हेरे। त्यस वृद्ध मानिसका लुगाहरू साह्रै फोहोर थिए। टाउकोमा मुठ्ठीभर कपालहरू थिए। मुखमा हेर्ने हो भने थोरै दाँतहरू थिए। त्यो वृद्ध मानिस सहाराविहीन र कमजोर देखिन्थ्यो र त्यस अवस्थामा ऊ निकै दयनीय देखिएको थियो। उसका विशाल तथा कमजोर पखेटाहरू पूर्ण रूपले हिलोमा अल्झिएका थिए। केही बेर हेरिसके पश्चात दुवैजनाको आश्चर्य हरायो र दुवैजनाले हिम्मत गरेर त्यस वृद्ध मानिससँग बोल्ने प्रयास गरे। त्यो वृद्ध मानिसले एकदमै गहिरो भारी स्वरमा सेलरको भोइसमा अर्थात् नाविकको भोइसमा जवाब दियो, जुन जवाब दुवैजना बुढाबुढीले पिटिक्कै बुझेनन्। दुवैजनाले त्यस वृद्ध मानिसलाई समुद्री आँधीले विदेशी जहाजबाट हुत्याएर तिनीहरूको आँगनमा पछारेको कुरा निष्कर्षमा निकाले। केही बेरपछि बुढाबुढीले छिमेकमा रहेकी एकजना महिलालाई त्यस ठाउँमा बोलाए। ती महिलालाई जीवन र मृत्युसँग सम्बन्धित निकै राम्रो ज्ञान थियो। ती छिमेकी महिलाले त्यो वृद्ध मानिसलाई देख्न साथ यो त स्वर्गदूत हो अर्थात् एन्जल हो भनी बताइन् र यो तिमीहरूको छोराका लागि यहाँ आएको हुनुपर्छ भन्ने कुरा पनि गरिन्।
तर यो बेचारा निकै बुढो र कमजोर भएको हुनाले यसलाई वर्षाले ढालिदियो भन्ने कुरा पनि बताइन्। छिमेकी महिलाले त्यो वृद्ध मानिसलाई आध्यात्मिक षड्यन्त्रको भगौडा भएको र बाँचेको मानेकी थिइन्। अर्को दिन सम्पूर्ण गाउँलेहरूलाई एउटा रगत र मासुले बनेको स्वर्गदूत पेलायो र एलिसेन्डाको घरमा बन्दी छ भन्ने कुरा थाहा भयो। त्यस दिउँसोभरि पेलायोले आफ्नो भान्सा कोठाबाट त्यस वृद्ध मानिसलाई हेरिरह्यो। पेलायोको मनमा डर भएको कारण उसले दिनभरि हातमा एउटा लट्ठी पनि बोकेको थियो। साँझतिर पेलायोले आँट गरेर त्यस वृद्ध मानिसलाई तान्दै आफ्नो कुखुरा खोरमा कुखुराहरूसँग बन्द गरिदियो। त्यस मध्यरात पनि पेलायो र उसको श्रीमती एलिसेन्डा घरको सरसफाईको कार्यमा व्यस्त थिए। मध्यरातमा वर्षा रोकियो र तिनीहरूको सानो बालक बिउजियो। त्यतिखेर बालकलाई पिटिक्कै ज्वरो थिएन र बालकले खाने इच्छा जाहेर गर्यो। यसरी बालक निको भएको देख्दा दुवैजना बुढाबुढीमा उद्धारको भावना पलायो। ती दुवैजनाले वृद्ध मानिसलाई भोलि बिहानै एउटा राफ्टमा अर्थात् काठले बनेको सानो डुङ्गा जस्तो काठमा केही पानी र 3 दिनसम्मको खाना साथ त्यस वृद्ध मानिसलाई त्यसकै भाग्यमा समुद्रमा छाडिदिने निर्णय गरे। भोलिपल्ट बिहानै जब पेलायो र एलिसेन्डा त्यस वृद्ध मानिसलाई रिहा गर्न भनी कुखुराको खोरमा पुगे, तिनीहरूले कुखुराको खोर अगाडि सम्पूर्ण गाउँलेहरूलाई त्यस वृद्ध मानिससँग रमाइरहेको भेटाए। गाउँलेहरूमा त्यस वृद्ध मानिसप्रति कुनै पनि सम्मानको भावना थिएन। तिनीहरू खोरभित्र खानेकुरा यस प्रकार हुत्याइरहेका थिए जस्तै त्यो वृद्ध मानिस कुनै अलौकिक प्राणी नभई कुनै सर्कसको सामान्य जनावर हो। गाउँका चितपरिचित फादर गोन्जागाले यो समाचार सुनिसके पश्चात चिन्तित हुनुभयो र सबेरै 7 बज्नुभन्दा अगाडि नै पेलायो र एलिसेन्डाको घर आइपुग्नुभयो। वहाँ आइपुग्दा त्यहाँ सामान्य भीड रहेको थियो। भीड मध्येका केही हल्का तथा साधारण विचार भएका मानिसहरू यस वृद्ध मानिसलाई संसारको मेयर बनाउनुपर्छ भन्दै थिए। कठोर विचार भएका मानिसहरू यस वृद्ध मानिसलाई 5 तारे जनरल बनाउनुपर्छ ताकि संसारका सम्पूर्ण युद्धहरू जित्न सकियोस् भन्दै थिए। दूरदर्शी मानिसहरूका अनुसार संसारमा बुद्धिमान प्रजाति उत्पादन गर्न प्रजननमा यस वृद्ध मानिसलाई प्रयोग गरिनुपर्छ भन्दै थिए। फादर गोन्जागा कुखुराको खोरको नजिक जानुभयो र कुखुराको खोरलाई खोल्ने आदेश दिनुभयो। वहाँ त्यस वृद्ध मानिसको निकै नजिक गई खोरभित्रको हालतलाई हेर्नुभयो। खोरभित्र हेर्दा एक कुनामा फलफुलका बोक्राहरू रहेका थिए भने एक साइडमा बिहान त्यस वृद्ध मानिसलाई हालिएको खाना त्यसै थियो। वृद्ध मानिस यसरी पल्टिएर घाममा आफ्ना पखेटाहरू सुकाइरहेको थियो। फादर गोन्जागाले त्यस वृद्ध मानिसको नजिक गएर ईश्वरीय भाषा अर्थात् ल्याटिन भाषामा त्यसलाई बिहानको अभिवादन गरे। तर त्यो वृद्ध मानिसले आफ्नै भाषामा केही कुरा बरबरायो। उसले देवताको ल्याटिन भाषालाई बुझेन र उसलाई देवताहरूको मन्त्रीहरूलाई अभिवादन गर्न पनि आएन। फादर गोन्जागाले त्यस वृद्ध मानिसमा धेरै मानवीय गुणहरू भेटाउनु भयो। त्यस वृद्ध मानिसबाट सहन नसकिने गन्ध आइरहेको थियो। उसका पखेटाहरूमा परजीवीहरू लागेका थिए। उसका मुख्य प्वाखहरूलाई जमिनको हावाले बिगारेका थिए। फादर गोन्जागाले त्यस वृद्ध मानिसमा एन्जल अर्थात् स्वर्गदूत जस्तो गौरवपूर्ण गरिमा भेटाउनु भएन। उहाँले सम्पूर्ण भीडलाई सजग रहन चेतावनी सहित एउटा छोटो प्रवचन दिनुभयो। उहाँले शैतानले भ्रममा पार्न खोजेको कुरा गर्नुभयो। उहाँले अब बिशपलाई चिठी लेख्ने, अन्तिम फैसला सर्वोच्च अदालतबाट ल्याउने, प्रिमेट हुँदै सुप्रिम पोन्टिफसम्म पुग्ने वचन दिनुभयो। तर यी जम्मै सचेतनाहरू र वचनहरू बेकार भए। त्यो वृद्ध मानिसको समाचार जताततै फैलियो र पेलायो र एलिसेन्डाको घरमा केही घण्टाहरूमा नै भीडले गर्दा बजार जस्तो बन्न पुग्यो। ओभर भीडका कारण घर नै भत्केला भन्ने डरले
त्यहाँ सैनिकहरू बन्दुक सहित आए र सम्पूर्ण भिडलाई नियन्त्रण गरे। यति धेरै भिड देखेर एलिसेन्डाको मनमा लोभ जाग्यो। तिनले आफ्नो आँगनमा तारबार गर्ने र प्रत्येक दर्शकबाट 5 सेन्टको दरले शुल्क उठाउने निर्णय गरिन्। टाढा टाढाबाट जिज्ञासुहरू आउँथे। त्यही गाउँमा एउटा सर्कस पनि आयो। त्यस सर्कसमा एउटा उड्ने कलाकार थियो, तर त्यस उड्ने कलाकारका पखेटाहरू चमेरा जस्तै थिए। त्यसकारण त्यस कलाकारले त्यहाँका दर्शकहरूको ध्यान आकर्षित गर्न सकेन। सबै दर्शकहरू वृद्ध मानिसलाई मात्र हेर्ने भन्ने कुरामा केन्द्रित थिए। वृद्ध मानिसलाई धेरैजना रोगीहरू, बिरामीहरू स्वास्थ्यमा सुधार हुन्छ कि भन्ने आशाले पनि हेर्न जान्थे। बिरामीहरू मध्ये एकजना महिला थिइन् जसले बाल्यकालदेखि नै आफ्नो मुटुको धड्कनहरूको संख्या गनिरहेकी थिइन् र अब तिनीसँग गन्नका लागि संख्या नै बाँचेको थिएन। बिरामीहरू मध्ये एकजना पोर्चुगिज पनि थियो जो रातमा ताराहरूको आवाजले गर्दा निदाउन सक्थेन। बिरामीहरू मध्ये तेस्रो बिरामी रातमा निन्द्रामा हिँड्ने थियो। त्यो व्यक्ति रातमा निन्द्रामा बिउजिसके पश्चात उसले गरेका दिनभरिका कार्यहरूलाई रातमा उल्टाइदिन्थ्यो। उदाहरणका लागि, जस्तै दिनमा ऊ केही लेख्थ्यो भने राति निन्द्रामा बिउजिसके पश्चात लेखेको कुराहरूलाई मेटाइदिन्थ्यो। 1 हप्ताभन्दा पनि कम समयमा पेलायो र एलिसेन्डाले टन्नै पैसा कमाए। कोठाभरि नै भरिने हिसाबको पैसा कमाए। यति व्यस्तता र थकानका बावजुद पनि दुवैजना निकै खुसी देखिन्थे। दर्शकहरूको कुरा गर्ने हो भने दर्शकहरू पनि वृद्ध मानिसलाई हेरेर त्यसबाट केही मनोरञ्जन होस् भन्ने चाहन्थे। तर वृद्ध मानिस सधैँ खोरभित्र एक कुनामा त्यसै परिरहन्थ्यो। दर्शकहरू मध्ये धेरै जसो दर्शकहरू वृद्ध मानिसलाई चिडाउने, सताउने र रिस उठाउने काम गर्थे। तिनीहरू मध्ये कोही कोही ढुङ्गा हान्ने, वृद्ध मानिसका पखेटाहरूबाट प्वाखहरूलाई तान्ने गर्दथे। एकपल्ट त दर्शकहरूले गाईलाई छाप हान्ने हट आइरन पकर अर्थात् तातो फलामे छडले त्यो वृद्ध मानिसको पूरा शरीरभरि पोलिदिए। त्यतिखेर त्यो वृद्ध मानिस कडा रिसमा करायो र आफ्नो विङ्सहरूलाई धेरै जोरदार हिसाबले फटफटायो। त्यस दिन आँगनमा धुलो माटोको आँधी नै चल्यो। वृद्ध मानिसको यो प्रतिक्रिया देख्दा सम्पूर्ण दर्शकहरूको सातो गयो र त्यसपछि मात्र दर्शकहरूले वृद्ध पीडित मानिसलाई सताउन छाडे। यसै बीचमा गाउँमा कार्निभल एट्र्याक्सनमा एकजना स्पाइडर महिलाको प्रदर्शनी आयो। स्पाइडर महिला अर्थात् माकुरा महिलालाई हेर्ने टिकट पनि निकै सस्तो थियो र सबैभन्दा मुख्य विशेषता के थियो भने स्पाइडर महिला प्रत्यक्ष रूपमा आफ्ना दर्शकहरूसँग कुराकानी गर्थिन्। दर्शकहरूले सोधेको प्रश्नको जवाब दिन्थिन् र सुनाउनका लागि तिनीसँग आफ्नै एउटा अत्यन्त दुःखद कथा थियो। जुन कथा थियो तिनी माकुरामा परिवर्तन भएको कथा। माकुरा महिला ज्यादै राम्रो तरिकाले दर्शकहरूसँग प्रस्तुत हुन्थिन्। माकुरा महिलाका अनुसार जब तिनी सानी थिइन् त्यतिखेर एक रात तिनले आफ्नो आमा बुवाको अवज्ञा गरिन्। आमा बुवालाई नसोधी नाच्न भनी घरबाट लुकेर सुटुक्क भागिन्। तिनी त्यस रात खूब नाचिन् र जंगलको बाटो हुँदै घर फर्कने क्रममा आकाशमा भयानक चट्याङ गयो। त्यो चट्याङसँग आकाशलाई चिर्दै बिजुली गन्धकसँग तल खस्यो। बोल्ट अफ ब्राइमस्टोनको त्यो बिजुली आएर सिधै तिनलाई लाग्यो र तिनी एक्कासी ट्रेन्टुलामा कन्भर्ट भइन् अर्थात् स्पाइडरमा परिवर्तन भइन्। माकुरा महिलाको यो दुःखद कथाले सम्पूर्ण दर्शकहरूको मन छोयो। यतातिर वृद्ध मानिसको कुरा गर्ने हो भने चमत्कारका कुराहरू वृद्ध मानिस कहाँ पनि भएका छन्, तर धेरै हाँसो उठ्दा चमत्कारका कुराहरू त्यहाँ भेटिएका छन्। जस्तै एकजना अन्धो व्यक्ति वृद्ध मानिस कहाँ जान्छ भने त्यो हेर्न त सक्दैन, तर त्यसका 3वटा जति नयाँ दाँत पलाउँछन्। एउटा प्यारालाइज्ड व्यक्ति यदि वृद्ध मानिस कहाँ जान्छ भने त्यो व्यक्ति हिँड्न चाहिँ सक्दैन, तर लटरीमा जित्न चाहिँ सक्छ। यस्ता हाँसो उठ्दा चमत्कारहरू हामीहरू वृद्ध मानिस कहाँ भेटाउँछौँ?
पेलायो र एलिसेन्डाले टिकट मार्फत उठाएको पैसाले एउटा ठूलो 2 तले घर बनाए, जसमा बाल्कनी थियो, बगैँचा थियो अनि विन्टर सिजनमा क्र्याब्सहरू अर्थात् गङ्गेटाहरू भित्र पस्न नसकुन् भन्ने उद्देश्यले उच्च जाली पनि बनाए। स्वर्गदूत पनि भित्र पस्न नसकुन् भनी फलामका बारहरू निर्माण गरे। जब पेलायो र एलिसेन्डाको सानो बालक हिँड्ने लायकको भयो, दुवैजना बुढाबुढी निकै चिन्तित भए। ती दुवैजनाले सानो बालकलाई कुखुराको खोर नजिक जान मनाही गरे, तर पछि गएर त्यस वृद्ध मानिसको गन्धको बानी सबैलाई पर्यो। सानो बालकको दोस्रो दाँत आउनु अघि त्यो बालक कुखुराको खोर नजिक जान्थ्यो र खूब खेल्थ्यो। केही दिनपछि वृद्ध मानिसलाई र त्यो सानो बालकलाई एकसाथ चिकन पक्स अर्थात् ठेउला रोग लाग्यो। बालकलाई जाँच्न भनी आएको डाक्टरले जब वृद्ध मानिसलाई देख्यो, उसलाई त्यो वृद्ध मानिसलाई पनि जाँच्ने लोभ जाग्यो। जब डाक्टरले वृद्ध मानिसको मुटुको जाँच गर्यो, डाक्टरले वृद्ध मानिसको मुटुमा अनेकौं सिटीको आवाज आएको सुन्यो। त्यसैगरी किडनीहरूमा पनि डाक्टरले थरीथरीका आवाजहरू सुन्यो। जाँचपछि डाक्टरले यो वृद्ध मानिस बाँच्न असम्भव छ भन्ने कुरा बतायो। तर जब डाक्टरले वृद्ध मानिसका पखेटाहरूलाई एकदम नजिकबाट जाँच्यो, उसलाई ती पखेटाहरूमा तार्किकता देखियो। अन्य मानिसहरूमा यस्ता पखेटाहरू हुन सक्दैनन् भन्ने कुरा बतायो। अत्यधिक घाम र वर्षाका कारण त्यस वृद्ध मानिसको खोर पनि भत्कियो। अब वृद्ध मानिस मर्न आँटेको बटुवा जस्तै घस्रिएर घरमा डुल्न थाल्यो। धेरै पटक एलिसेन्डा कुच्चो देखाएर वृद्ध मानिसलाई कोठाबाट बाहिर निकाल्थिन् भने वृद्ध मानिस भान्सातिर लाग्थ्यो। एलिसेन्डालाई घरमा वृद्ध मानिसको उपस्थितिले गर्दा घर नै नर्क जस्तो लाग्न थालेको थियो। दिनहरू बित्दै गए। वृद्ध मानिसको स्वास्थ्य अवस्था निकै खराब बन्दै गयो। वृद्ध मानिस बडा मुस्किलले खाना खान्थ्यो। उसका पुराना आँखाहरू धमिलो भएर ऊ जताततै ठोक्किने गर्थ्यो। उसका पखेटाहरूमा अन्तिम प्वाखहरूका नलीहरू मात्र बाँकी थिए। एक रात त्यो वृद्ध मानिसलाई निकै उच्च ज्वरो आयो र ऊ पेनमा नर्गेन भाषामा निकै जोरदार हिसाबले करायो। दुवैजना पेलायो र एलिसेन्डा अब यो वृद्ध मानिस मर्छ कि भन्ने कुराले डराए। छिमेकमा रहेकी बुद्धिमान महिलाले पनि अब मरेको स्वर्गदूतसँग के गर्ने भन्ने कुरा बताउन सकिनन्। वृद्ध मानिसले विन्टर महिनाका धेरै नराम्रा दिनहरू बितायो, तर वसन्त ऋतुको आगमनसँगै त्यस वृद्ध मानिसको स्वास्थ्यमा सुधार देखिन थाल्यो। उसका पखेटाहरूमा ठूला तथा कडा नयाँ प्वाखहरू उम्रिन थाले। वृद्ध मानिस यी परिवर्तनहरू कसैले नदेखोस् भन्ने कुराले निकै सावधान थियो। अब वृद्ध मानिस तारामुनि गुपचुपमा समुद्रका गीतहरू गाउन थाल्यो र आफ्नो अन्तिम उडानको तयारीमा लाग्न थाल्यो। एक दिन बिहान एलिसेन्डा आफ्नो किचनमा बसेर प्याज काटिरहेकी थिइन्। समुद्रको तेज हावा गाउँमा बगिरहेको थियो। त्यही तेज हावामा यता त्यो वृद्ध मानिस आफ्नो उडानको तयारी गरिरहेको थियो। एलिसेन्डा नियमित रूपमा त्यस वृद्ध मानिसलाई हेरिरही। वृद्ध मानिसका उडानका प्रारम्भिक प्रयासहरू निकै कमजोर र अनिश्चित थिए, तर प्रयास गर्दा गर्दा एक्कासी वृद्ध मानिस माथि माथि उड्न थाल्यो। उड्दा उड्दै गाउँमा रहेको अन्तिम घरको माथि उड्यो अनि झन माथि माथि उड्ने प्रयास गर्यो। एलिसेन्डा वृद्ध मानिसलाई निरन्तर हेरिरही। हेर्दा हेर्दै वृद्ध मानिस निकै माथि पुग्यो र आकाशमा ओझेल भयो। यो देखेर अन्तिममा एलिसेन्डाले राहतको सास लिइन्, किनभने अब तिनको जीवनमा यो वृद्ध मानिस बोझ रहेन। यस प्रकार यहाँ यस कथाको अन्त्य भएको छ। यस कथामा हामी मानव स्वभावसँग सम्बन्धित जिज्ञासा, लोभ, क्रूरता जस्ता पक्षहरू भेटाउँछौँ। आजको यो कथा तपाईहरूलाई कस्तो लाग्यो? राम्रो लागेको हो भने यस भिडियोलाई लाइक, शेयर र कमेन्ट अवश्य पनि गर्नुहोला। सम्पूर्ण नोट्सहरूका लागि मेरो वेबसाइट NEP इंग्लिश सपोर्ट क्लास 12 मा भिजिट गर्न नबिर्सिनुहोला। अब यसपछिको हाम्रो भेट हाम्रो युनिट 2 को पोएम सेक्सनको फर्स्ट पोएम मा हुनेछ, जुन रहेको छ अ डे। यस कविताका रचनाकार इमिली डिकिन्सन हुनुहुन्छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बेस्ट अफ लक फर योर एक्जामिनेसन। नमस्कार।